as you can see. La 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 la. A few inches later. रोड कमलाले चिलो आम्बो आथा एज यु क्यान सी गाइज हैन हामीहरु चाहिँ यो हाम्रो गाउँको जंगल आएको छौं कुछ पूछा मैंने कुछ कस्तो दाम देखेको पहिला तर त्यतिर पानी हल्का कम रे पौडी खेल न आगा त पानी नै छैन हेर न तो एक चम्ची पानीमा माछा डुबाए जस्तो भयो नि त ये बड़ी अच्छी बात कही आप यो पानीमा हेर्नु गाइजहरु म जन आएको छु मेरो रुममा ल्याएर बो नै आज हाउ चिसो आउने रहेछ है आम्बो हाम्रो साधन बुलेट बाइक बुलेट कुन बुलेट अरे साथी 350 क्लासिक खतरा छ है फेरि हाम्रो जहिलेको यही हो साधन पेट्रोल पनि लिँदैन केही डिजल सिजल चाहिँदैन डिजल त गाडीलाई पो चाहिन्छ त कौन है ये लोग कहाँ से आते हैं के भन्न चाहन्छु ठाम त राम्रो छ राम्रो छ गाउँको A few moments later. अब हामीहरु चाहिँ सक्स खोल मुंह से सुपारी निकाल के बात कर रहे बाबा लिएर मस्तसँगले अब पानीतर्फ गइँदैछ चिसो रहेछ यार ए पौडी खेल्दैौ न यहाँको त पानी सफै छ त यहाँको पानी चाहिँ त्यहाँ भएर चाहिँ म त्यहाँदेखि खेल्दिनँ यहाँ चाहिँ के सुत्नु आउनु हो यहाँ हेर न पानी सफै छ क्या सुत्दैन ल ए यो मोबाइल भ्लग बनाएर राख म पौडी खेल्छु ल एक ठाउँ मडाइदिउँ कि म देखाइदिनु अहिले त पोज गर न Few inches later. पान हो त हान त यता जाऊ न यता हो त्यता तुमसे ना हो पाएगा तर जे भए पनि डुब्न चाहिँ डुब्न त डुबिरहेको छ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ होइन पानी त तर अलिक यो पानी कहाँ खोला गयो नहरमा चाहिँ यस्तो पानी दिनु नि यहाँ त डुब्दिनँ त यार म त उठेर यता खोज न ठाउँ Few moments later. मरेको मान्छे बग्दैछ भन न हौ आफै भन यार आफै बोल न What? मलाई आउँदैन हौ त्यस्तो बोल्नलाई अच्छा यो त यार म त डुब्दा नि डुबिन हिँड न उता माथि जाऊँ न निक्ल न बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ खाए सर बोले न तिमी उहाँ खेल क्या नहरमा खेल्छु नहरमा त्यस्तो भू पानी गरिहाल त्यही नि यो पानी त सफा छ यार त्यहाँ भन्दा Eventually. के गरेको पर्दैन के गर्दैछ पानीभित्र हो होला ओए पानीले बगायो कैसे कैसे लोग रहते हैं यार यहाँ पर
ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। 1 hour later. हामीहरू चाहिँ अब नुहाइसक्यौँ पौडी खेलेर अब हामी हिँड्दैको आफ्नै गन्तव्यमा। हाम्रो चाहिँ मोबाइल स्विच अफ भएको छ। भिडियो मोबाइल बनाउने आइफोन भन्ने यही थियो डेट। सो अब गइँदैछ, कपाल हेर्न सक्नुहुन्छ। ऊ चाहिँ छोरी मान्छे हो होइन। दामी छ ठाउँ चाहिँ घुम्नको लागि। उस्तै हो, हेर्दा मात्रै त्यस्तो देख्यो। यताबाट त अब त्यहाँ यता त बाटो छैन। अब ठेल्नुपर्छ साइकल पनि। त्यहाँ खै हौ 16-17 को जोस, 16-17 जोस खै म ठेल्छु ताना जाँठा। 16-17 को जोस तिम्रो मेरोमा त जाँठा ट्र्याक्टर उचालेर हिँड्दिने मान्छे। ये झूठ बोल रहा है, ये झूठ बोल रहा है। अब हेर न, ऊ साइकलको ह्यान्डल चाहिँ छोडिदिइरहेको छ, यहाँ पछाडिबाट दुईजना ठेल्छ हौ। नुहाएर फ्रेस भयो। एकछिनको लागि ब्रेक। तपाईँहरूलाई म पुल देखाउँछु, जङ्गलको बिचमा पुल। एकछिन आएँ गाइज। मैं क्या करूं फिर, जॉब छोड़ दूं? Few moments later. गाउँको मान्छेलाई लगेर अब फर्किन्छ। This is the another bridge. मैले चाहिँ देख्ने नि यार त्यस्तो। इक्राई कस्तो इक्राई? होला अघि पौडी बाल छ त यार त्यहाँ। यहाँ त पानी हेर न कस्तो धमिलो छ यार। यो डेटिङ स्पट है, कत्रा छ नि। तिम्रो त छ त हो गर्लफ्रेन्ड, नाम चाहिँ नतोकुम होला है तिम्रो गर्लफ्रेन्डको यहाँ? कसम तोक्दिममा साइमन राईको गर्लफ्रेन्डले यो भिडियोमा कमेन्ट गर है। अब पसिना त मलाई हेर न पसिना। एकछिन यहाँ त चल्दिने एक त हाम्रो बुलेट खोइ म पनि एक दुईचोटि मात्र आएको हो यता। यो होइन नि मेन रोड छन त छ, तर कता छ मलाई पनि थाहा छैन। जोत्रे यस्तो ह्यान्डसम मान्छे भाग्यमानी को भाग्यमानी केटीकोमा लेखेको छ। ये बड़ी अच्छी बात कही आप।
कहाँ राख्ने हो साइकल यहाँ त पानी पानी छ यहीँ राखिदिउँ है हामी यहीँ त बसिन्छौँ ल सानी नानी पुतली उफ्रियो यो त बाटो हुँदा हुँदै यहाँ ठाउँ त दामी छ हौ So much later that the old narrator got tired of waiting and they had to hire a new one. Tomorrow for sure.